सलिसिगढ नगरपालिकाको 6औं राष्ट्रिय प्रतिनिधित्व प्रतियोगिता बालान्समा भइरहेको छ, जसमा अन्तर्गत आज दोस्रो दिनको दोस्रो खेलमा 1500 मिटर रिले माफ गर्नुहोला 1500 मिटर दौड प्रतियोगिता भइरहेको छ। रिले भएको छैन, रिले यसपछि हुन्छ होला, जसमा अब चाहिँ छात्रहरूको चाहिँ ट्र्याकमा गइसक्नु भएको छ। 14 विद्यालय सहभागिता जनाएको सलिसिगढ नगरपालिका स्तरीय 6औं राष्ट्रपति रनिङ सिल्डमा दोस्रो दिनमा छौँ। हिजो सर्टपुट अनि त्यसै गरी 100 मिटर दौडका खेलहरू भयो भनेपछि हिट चरणका खेलहरू, त्यसै गरी 400 मिटर दौड प्रतियोगिताहरू भयो र आज 1500 मिटर दौड प्रतियोगिता भइरहेको छ छात्रहरूतर्फ। भित्र लट्ठी हाने दियो अब डिस्टर्ब हो रहा है एक हाना उसने सफ्टवेयर दिन एकला खिचिहाल भित्र जा खिच्दियो भने एकला सफ्टवेयर दिन मजा बस्नु लाइन फर्ममा थोड़ी कुश्ती बड़ी यहाँ हम 100 मीटर ये ठीक है हम 100 मीटर है और 200 मीटर है और 100 मीटर है जैसे 7 राउंड में लेंगे 200 मीटर है ट्र्याक खाली गर्ने काम भइरहेको छ। छात्रहरूको 1500 मिटर दौड प्रतियोगिता भइरहेको छ, जसमा जो फर्स्ट भित्र जान्छ बा उला फर्स्टला एकला ठ्यान्डो दिनबार खेल चाहिँ कोही जाने नन्दु चाहिँ फर्स्ट जानेला हानिदियो यसै राउन्डहरू गइरहँदा एफसिजी पाँच राउन्ड बाँकी यो जल्दी यो चौथा नंबर वाला बारे में नंबर जाने सधैँ हुने वाला हो खेलमा
ताली गरेको छ त्यसै गरी सेकेन्डमा गोकुले लिड गरिरहेको छ अहिले राउन्डहरू धेरै बाँकी नै छन् भन्नुपर्छ यसै गरी 3 राउन्ड बाँकी रहेका छन् भनेपछि गोकुले सरले अहिले अग्रताली गरेको छ दुई राउन्ड बाँकी रहेका छन् भनेपछि गोकुले लिड गरिरहेको छ अहिले सेकेन्डको चर्सी ठाम्न सकिरहेको छैन त्यसै गरी लास्ट राउन्ड त्यससँगै गोकुले प्रथम पन्ध्र मिटर प्रथम गोकुले दोस्रो देवथाले तेस्रो गएने गोकुले देवथाले गएने अन्य मिलिमिले योसँगै 15 मिटर छात्रतर्फ गोकुले प्रथम देवथली द्वितीय र गुवानी तृतीय भएको छ